यातायात बन्द, सिन्डिकेट पुनः बलियो, जनता शास्तिमा। सरकारले 2075 सालमा यातायात सिन्डिकेट अन्त्यको घोषणा गरे पनि व्यवहारमा त्यो लागू हुन सकेन। सोमबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा देशभर सार्वजनिक यातायात ठप्प पारिएसँगै सिन्डिकेट अझ सशक्त बन्दै गएको देखिन्छ। महासङ्घको आह्वानमा अन्य विभिन्न यातायात सङ्घ संस्थाहरूले पनि साथ दिएपछि ट्याक्सीदेखि बससम्मका सेवा ठप्प भएका छन्। अत्यावश्यक सेवा सूचीकृत सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारण, बिरामी, पर्यटक र विद्यार्थीहरू मर्कामा परेका छन्। गण्डकी प्रदेशले राइड सेयरिङलाई कानुनी मान्यता दिएपछि सुरु भएको विरोध राजधानी सहित देशभर फैलिएको हो। व्यवसायीहरू पुरानो ऐनको अडान दिँदै आन्दोलनमा छन् भने सरकार मौन देखिन्छ। विशेषज्ञहरू भन्छन् सरकारको कमजोरी, राजनीतिक संरक्षण र ऐन नबदलिएको कारण सिन्डिकेटले बारम्बार राज्यलाई घुँडा टेकाउँदै आएको छ। आन्दोलनकारीहरू भने यो आफ्नो बाध्यता भएको दाबी गर्दै सरकारलाई वार्तामा आउन आग्रह गरेका छन्।